हेलो एभ्रिवान, सबैजनालाई आज चाहिँ म उताबाट घरबाट पठाइदिनु भएको यो पारीकोपी हो। अन्त आज यसको चाहिँ म मोमो बनाउने। सो यो पारीकोपीको चाहिँ सब्जी पनि मोमो पनि मिठो हुन्छ है। त्यही भएर चाहिँ आज म मोमो बनाउनुलाई चाहिँ म तयार पार्दैछु। चाहिँ उताबाट घरबाट पठाइदिनु भएको अस्ति। हेर्नुहोस् है, मेरो चाहिँ यो बन्दाकोपी पनि काटेर तयारी बनाइसकेँ। अब यसमा चाहिँ म नुन हाल्ने। नुन हालेर चाहिँ यसलाई भिजाइराख्नुपर्छ। यसको पानी निस्किन्छ मजाले। म चाहिँ नुन मोल्दैछु। म चाहिँ मजाले भिजाएर राख्यो भने चाहिँ अहिले पानी निस्किहाल्छ। त्यही भएर चाहिँ मजाले बनाउनु सजिलो पर्छ। मैले चाहिँ प्याज निकालिसकेँ। अब चाहिँ यो प्याजलाई पनि काट्नुपर्ने छ। त्यही भएर चाहिँ यतै गर्नुहोस् न। म चाहिँ प्याज काट्दैछु। प्याज काट्नु चाहिँ एकदमै मलाई चाहिँ साह्रो लाग्छ, किनभने एकदमै आँखा पोल्छ। त्यही भएर चाहिँ म चाहिँ प्याज नकाट्नु जस्तो लाग्छ क्या। त्यही चाहिँ हेर्नुहोस् न, प्याज चाहिँ मलाई चाहिँ काट्नै मन लाग्दैन। प्याज नहाली खानु पाएँ हुन्थ्यो नि। यस्तो हेर्नुहोस् न, आँखा पोल्नु थाल्यो नि। यो प्याज चाहिँ कस्तो डेन्जर रहेछ हौ। यस्तै रुन थालेँ म त। मैले सुपको लागि यो गाजर बिट र सिमी काटेको छु र मैले चाहिँ किमा पनि एकदम तयारी बनाइसकेँ। अब चाहिँ सुप बसाउनुपर्छ र यो मोमो बनाउनुलाई चाहिँ अलिक टाइम लाग्छ। डल्ला पारेर वरिपरि बेलेर राखेको छु। यहाँ चाहिँ अब मेरो हस्बेन्डले बनाउन सक्नुहुन्छ आज चाहिँ। मेरो चाहिँ मोमो पाकिसकेछ। यो चाहिँ आँटाको मोमो। मलाई चाहिँ यस्तो त्यति पारा साह्रो आउँदैन त। यो चाहिँ म माथि पकाउनुलाई राख्दैछु। मोमोको सुप हो। यही मोमो चाहिँ रेडी भयो। आँटा चाहिँ रातो खाले थियो, त्यही भएर चाहिँ यस्तो भएको है सुतीहरू। मेरो हस्बेन्डले चाहिँ मजाले खाँदैछ। यो चाहिँ तिम्रो सुप है छेनु। मेरो छोरा पर्दैछ है। भोक लाग्यो? तिमीलाई पापाले दिँदैछ त। छोरालाई चाहिँ पहिला खिचडी अलिकति दिएर मात्रै, खिचडी अलिकति दिएर चाहिँ मोमो खानुपर्छ ल।